हेलो साथीहरु नमस्कार भण्डारी दुर्गा 3 युट्युब च्यानलमा सधैँ छु। आज पनि नयाँ भिडियो लिएर हजुरमाझ म उपस्थित भइसकेको छु साथीहरु। र अलसाइद यो कुवेतको अलसाइद पार्कको यो भन्दा पहिला पनि म तपाईहरुमाझ भिडियो उपलब्ध गरिसकेको छु। धेरै ठूलो भिडियो 14 मिनेटको भिडियो म त्यहाँ देखाइसकेको छु दृश्य साथीहरु। त्यो भिडियो तपाईहरुले हेरेर के कस्तो मान्नुभयो र सेकेन्ड भिडियो पनि म फेरि तपाईहरुमाझ एक हप्तापछि राख्दैछु छु साथीहरु। के कस्तो लाग्छ यो भिडियो पनि हेरेर साथ र सपोर्ट दिनु होला भन्न चाहन्छु। तपाईहरुको मायाले गर्दा भिडियो बनाउने प्रेरणा मिल्छ। त्यही भएर लाइक शेयर कमेन्ट सब्स्क्राइब भिडियो शेयर पनि गर्दिनु होला साथीहरु भन्न चाहन्छु। तपाई जति जनाले हेर्नुहुन्छ त्यति जनाले कमसेकम सब्स्क्राइब त गर्दिनु गर्नु है साथीहरु। यो कुवेतको अलसाइद पार्क धेरै राम्रो ब्युटिफुल छ, एकदम राम्रो हो। कुरै नगर्नुस् के हो साथीहरु, तपाईहरु नगएको साथीहरु त अमेजिङ प्लेस छ यो के। त्यहाँ हामी जाडोको सिजनमा गएको थियो साथीहरु, एकदम आनन्दित त्यही बसौं कि बसौं भन्ने जस्तो थियो। अझ गर्मीमा जाँदा पनि अझ हुन्छ साथीहरु। यहाँ सुन्छु बिरालोले अगाडि नजाऊ भन्दैछ, भोक लागेर हो कि अगाडि नजाऊ भने केही खाना दे भनिया छ होला, खाना दे केही लिएर गएको कुरा पनि भएन। अगाडि चाहिँ के काम गर्दैछन् जस्तो छ हैन, कस्तो बनाउँदै रहेछ, दामी दामी है अटाइरहेको छ त नबस्नुस् भनिरहेको जस्तो लागेछ मलाई। अति आनन्द। अगाडि हामी गइएन, पार्क अझै ठुलो छ साथीहरु। तपाईहरुमा यो भन्दा पहिलाको भिडियोमा अर्को पार्ट देखाएको थिएँ भने अहिलेको पार्ट अर्को पार्ट देखाएको छु। तपाईहरुले माया गर्दिनु भयो र धेरै जनाले हेरेर साथ र सपोर्ट दिनुभयो भने म फेरि गएर तेस्रो भाग पनि म लिएर आउने छु। ठुलै भाग 13-14 मिनेटको भाग म पुरै पार्कको लिएर आउने छु अब गएर। जुन यो भागमा छैन त्यो भिडियो म लिएर आउने छु, किनभने यहाँ यतापट्टि पनि छ, अझै धेरै छ। तर अहिले हामी गइएन त्यहाँनिर जानलाई, खास त्यहाँ काम गर्दैछन् त्यसले गर्दा जान पाइँदैन जस्तो लाग्छ मलाई। यहाँ विनोद सर पनि हुनुहुन्छ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ, बनाउँदैछ के त अझै, त्यही भएर रोकेको छ त जान दिएन हैन। अझै बनिसकेपछि त अझै ब्युटिफुल देखिन्छ साथीहरु। अल्तिजिरिया बिल्डिङ कस्तो राम्रो देखेको छ है। तपाईहरु पनि आएर घुमघाम गर्न सक्नुहुन्छ। 4 महिला चाहिँ नगर्दिनु होला साथीहरु। अगाडिको गर न, अगाडिको अगाडि नि पस्नु अगाडि ला त के लाइभ गर्दै हो कि भिडियो ब्लग बनाउँदै? ब्लग भिडियो हो। विनोद सर नयाँ सिस्टम आएछ क्या, जाम जाम हिँड 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 यता नयाँ गर्ने हिँड्न। बिरालोले नजा भनेको त्यही भएर रहेछ, यता डेन्जर छ नगर भनेको चाहिँ दुईतिरैबाट म तपाईहरुमा बिरालोले त एउटै मोबाइलबाट भनेको दुई साइडको दृश्य देखाइरहेको छु साथीहरु, हेर्न सक्नुहुन्छ। कस्तो राम्रो ठाउँ के। त्यति टाइममा जाँदा पनि बिरालो बसौं नजा भनेको रहेछ, त्यही भएर एकदम राम्रो हटाइसक्यो। र नेपाल भन्दा बाहिरबाट हेर्ने साथीहरुले नि कमेन्ट गर्दैन होला। नेपाल भन्दा बाहिर हुने साथीहरुले, बाहिर हुने साथीहरुले, सरी मैले नेपाल भन्दा आएछ, कुवेत भन्दा बाहिर हुने साथीहरुले पनि कहाँ कुन कुन ठाउँबाट कमेन्ट गर्दिनु होला। हामी सबैले कमेन्ट गर्दिनु होला। र भिडियो नेपालमा पनि हेरेको हुन्छ, बंगलादेश इन्डियामा पनि मेरो भिडियो हेरेको हुन्छ, दुबई कतार हैन सबै ठाउँमा भिडियो हेरेको हुन्छ। त्यसले गर्दाखेरि सबैले साथ र सपोर्ट दिनु होला भन्न चाहन्छु। कस्तो देखिन्छ बाबा लाग्छ।
यहाँ अरू मान्छेहरू आउँदाखेरि थोरै भिडियो गर्नुपर्ने हुन्छ कि फेरि गाह्रो छ। यहाँ सक्नुहुन्छ माछा। यो माछालाई तपाईँहरू के भन्नुहुन्छ कमेन्ट गरिदिनु होला। सब्सक्राइब गरेर नि साथ र सपोर्ट दिनु होला। सुरुङ मार्गभित्र पस्यो। क्यामेरा गर है। कोही त हुन्छन् के, कोही त मेरो फोटो किन लिएको भन्छन् क्या। मेरो क्यामेरा हेरेको होइन, यिनीहरूको ठाउँमा तपाईँहरूले हेरेर साथ दिनुहुने साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। फुल भिडियो हेरेर इन्जोय गर्नुहोला भन्न चाहन्छु। यहाँनिर चाहिँ कार्यक्रम गर्ने स्टेज बनाइएको छ साथीहरू। जो कहिले पनि कार्यक्रम गर्न सकिन्छ पैसा तिरेर। अलसाइड होला। कुन कुन देशबाट हेर्दै हुनुहुन्छ यो भिडियो, कुन कुन ठाउँसम्म पुगेको रहेछ भन्नलाई कमेन्ट गरिदिनु होला साथीहरू। सुरुङ मार्ग हेर्न सक्नुहुन्छ। हिँड्ने टाढा जाने अब लास्ट आने निक्ल्यो नि टाढा। अब लास्टसम्म हिँड न, टाढा निक्लौँ ल। दुईवटा भिडियोहरू गर्नु पर्यो टिकटकमा युट्युबमा। यहाँनिर चाहिँ तपाईँलाई म केही देखाउनु स्ट्यान्ड ल्याएको नि सानो खाले लाइट हेर्नु न। त्यो त भाँच्यो तरिकाले गरेको छ। भैरव एयरपोर्ट आयो यसो गर्छु भने यसो को गर्छु भने पटाकै गर्छ। अब खासै गर्न नै पाइयो गरेर बानेको छ, धेरै राम्रो छ त्यो। केटाकेटी घरमा भएपछि गाह्रो हुन्छ कि, कोही हिँड्नै पाइँदैन के फाइदा। यता जता आएको त्यता किन हिँड्छौ, दुःख गर्छौ। धेरै राम्रो ठाउँ छ। त्यता उता अब किन कति हिँड्छौ भनेको के। तपाईँहरू पनि यो भिडियो हेरिसकेपछि गएर जानुभयो भने नि कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। यो दोस्रो भिडियो हो, दोस्रो भागको भिडियो हो। योभन्दा पहिलो भिडियोमा तपाईँहरू उतापट्टि देखाइदिएको साथीहरू सब्सक्राइब गरेर साथ दिनु होला भन्न चाहन्छु। ट्याक्क सब्सक्राइबको बटन थिचिदिहाल्नुहोस्। यो कोही ठाउँमा अझै पनि बनाउँदैछ, तर राम्रो एकदम सुन्दर ठाउँ। फुलहरू हेर्न सक्नुहुन्छ। विनर सर उहाँ भिडियो बनाउँदै हुनुहुन्छ। मेरो दामी छ के हेर्न सक्नु। फुलहरू फुलेका छन्, गार्डनमा मान्छेहरूले काम गरिरहेका छन्। फुल हेर्नु त के फुलहरू छ।
विनोद सर भिडियो बनाउँदै हिँड्नु भएको छ। सब बनाएको नि। र यो भिडियो यहाँसम्म हेरेर साथ दिनुहुने साथीले कमेन्ट गरिदिनु होला। मैले फुल भिडियो हेरेको छु भनेर कमेन्ट गरिदिनु होला है साथीहरू। र यो भिडियोमा केही कमी कमजोरीहरू छ भने पनि कमेन्ट गरिदिनु होला। भिडियो बनाउँदा केही तलमाथि भएको छ भने यो भिडियो तपाईँहरू जसले पनि भिडियोहरू बनाउने गर्नुहुन्छ, एडिट गर्ने गर्नुहुन्छ, उहाँहरूले केही कमी लाग्यो भने अवश्य नै भनिदिनु होला। म त्यसलाई अर्को नयाँ भिडियोहरू बनाउँदा त्यसमा म सुधार गरेर तपाईँहरूमा आज भिडियो राख्ने जमक्क गर्नेछु भन्दै भिडियो हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। लाग्न सक्नुहुन्छ यहाँनिर चाहिँ परेवा जय कर्मभूमि कुवेत, जय नेपाल। कस्तो लाग्यो भिडियो साथीहरू? ल तपाईहरुलाई नयाँ भिडियोमा अब फेरि स्वागत गर्न पाऊँ है साथीहरू।